राम्रो काम गर्नका लागि, जनताको अथवा कल्याण गर्नका लागि, अगाडि बढ्नका लागि, देशको कल्याणलाई, देशको चाहिँ नि उसलाई सेन्टरमा राखेर अगाडि बढ्नका लागि कुनै पनि नेपालीले तैँले यो ठिक गर्नुहोस् भन्ने चाहिँ मैले आजसम्म मेरो अनुभवमा छैन। बाँकी रह्यो केही कुराहरू अपर्याप्त छन् भने त्यो त कोर्टले गर्छ त, सर्वोच्च एपेक्स कोर्टले चाहिँ नि इन्टरप्रेट गर्छ यसमा यो भनेर। राम्रो काम त सुरुवात गर्दै जाउँ, काम त अगाडि बढाउँ, फटाफट त गरौँ। आम एस्पिरेसन तपाईँको हामी भएका एस्पिरेन्ट्सहरूले चाहेको विषयलाई त सम्बोधन गर्दै अगाडि बढाउँ न। भ्रष्टलाई कारबाही पनि नहुने, अनि यहाँ ऊ पनि नहुने, प्रदेश सभाको संरचना त्यही हुने, अनि आम जेएनजी चाहिँ युवाहरूमाथि चाहिँ नि धावा बोल्न थाल्ने। आम जेएनजीहरूको धावाको उसमा हामी तयार छौँ, हामी छौँ प्रोटेक्ट गर्न, हामी छौँ। तर यो सधैँ कहिले गर्दैन, कति क्रान्ति गरिदिने, उहाँहरू सत्तामा पुग्ने, सत्तामा पुग्नेले काम नगर्ने, अनि यो अवस्था त फेरि रिपिट हुनु भएन नि त। मैले त स्पष्ट भनिरहेको छु, तपाईँहरू चाहिँ शहादत प्राप्त गर्दै गर्ने, परिवार खण्डित गर्दै जाने, परिवारलाई शोकमग्न बनाउँदै मात्र जाने, लड्दै मात्र गर्नुपर्ने, अरूलाई सत्तामा पुर्याउनु पर्ने जसरी पहिला पहिला भयो। अनि सत्तामा पुगेकाहरूले गर्नुपर्ने कामहरूलाई चाहिँ फेरि अनदेखा गरेर, अन्डरमाइन गरेर, अनि कहिले के चाहिँ के कानुनले मिल्दैन भने चाहिँ कहिले के संविधान, हामी पनि संविधान कानुन चाहिँ मानेर आएका अवस्था हामीलाई थाहा छ नि यो कुरा। तर मैले के भनिरहेको छु भने यो क्रान्तिको उपज हो। यो हामीले आम रूपमा देश र जनताको पक्षमा यो देशलाई उभ्याउनु पर्यो। अब समय छैन योभन्दा